जारी फिफा विश्वकप 2026 को रोमाञ्चक राउन्ड अफ 16 अर्थात् अन्तिम 16 को खेलमा पूर्व विश्व विजेता इङ्ल्यान्डले सहआयोजक मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। मेक्सिको सिटी स्थित ऐतिहासिक एस्टाडियो अजेटका स्टेडियममा भएको यस खेललाई विश्वकपकै उत्कृष्ट र रोमाञ्चक खेलमध्ये एक मानिएको छ। खराब मौसमका कारण एक घण्टा ढिलो गरी सुरु भएको खेलको पहिलो हाफको 36औं र 37औं मिनेटमा गरी मात्र 98 सेकेन्डको अन्तरालमा जुड बेलिङ्गमले दुई उत्कृष्ट गोल गर्दै इङ्ल्यान्डलाई 2-0 को सनसनी अग्रता दिलाए। एस्टाडियो अजेटकामा सन् 1986मा डिएगो म्याराडोनापछि एकै खेलमा 2 गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन्। घरेलु दर्शकको बलियो साथ पाएको मेक्सिकोले 42औं मिनेटमा जुलियन क्विनोसिसको गोल मार्फत खेललाई 2-1 को स्थितिमा ल्यायो। दोस्रो हाफको 54औं मिनेटमा इङ्ल्यान्डका डिफेन्डर जारेल क्वान्साले मेक्सिकोका जिसस गार्लाडोमाथि खराब ट्याकल गरेपछि भिडियो असिस्टेन्ट रेफ्री भिएआरको सहायताले उनलाई सिधै रातो कार्ड देखाइयो। यसपछि इङ्ल्यान्ड 10 खेलाडीमा सीमित हुन पुग्यो। 10 खेलाडीमा झरेको 6 मिनेटमै 60औं मिनेटमा इङ्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी मार्फत गोल गर्दै टोलीको अग्रता 3-1 को बनाए। यो सँगै केनको जारी प्रतियोगितामा गोल सङ्ख्या 6 पुगेको छ। तर 69औं मिनेटमा उसकै फाउलका कारण मेक्सिकोले पेनाल्टी पायो, जसमा राउल जेमिनेजले गोल गर्दै खेललाई 3-2 को रोमाञ्चक मोडमा पुर्याए। केन सन् 1966 पछि विश्वकपको एउटै खेलमा गोल गर्ने र पेनाल्टी दिने पहिलो खेलाडी बनेका छन्। खेलमा थपिएको 11 मिनेटको अतिरिक्त समयमा मेक्सिकोले लगातार आक्रमण गरे पनि जोर्डन पिकफोर्ड र इङ्ल्यान्डको डिफेन्सले त्यसलाई असफल तुल्याउँदै ऐतिहासिक जित सुनिश्चित गर्यो। मेक्सिकोले 66% बल पोजिसन राख्दै कुल 23 शट प्रहार गरे पनि इङ्ल्यान्डको काउन्टर अट्याक र परिपक्व रक्षा पङ्क्ति सामु उनीहरूको केही लागेन। मेक्सिको सिटीको उच्च उचाइ र खराब मौसमका बावजुद थोमस टुचेलको रणनीति र खेलाडीहरूको दृढताका कारण इङ्ल्यान्डले मेक्सिकोलाई उसैको घरेलु मैदानमा पहिलो पटक विश्वकप खेलमा पराजित गर्ने इतिहास रच्यो।